एन्ड ओली नलेज क्लब युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। विभिन्न ज्ञानवर्धक भिडियोहरू लिएर आउने क्रममा आज हामीले फेरि लोकसेवा आयोग, शिक्षक सेवा आयोग तथा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका लागि अत्यन्त उपयोगी गोरखापत्रमा प्रकाशित गोरखापत्र ज्ञान सागर लिएर यहाँहरू सामु उपस्थित भएका छौँ। वस्तुगत प्रश्नोत्तरको सङ्गालो गोरखापत्र ज्ञान सागर लिएर यहाँहरू सामु उपस्थित भएका छौँ। ढिलो नगरी सुरु गरौँ है त। पहिलो प्रश्न रहेको छ, नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2025 मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गर्ने सफल वृत्तचित्र कुन हो? र यसको सही जवाब छ डिजाइन टु डिस्पेयर भन्ने छ। शिवपुरी निर्देशित वृत्तचित्रले सो अवार्ड जितेको हो। पुरीले वृत्तचित्रबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड पनि हात पारेका छन्। महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मदरले र अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको जायदले प्राप्त गरेका छन्। त्यसैगरी अर्को प्रश्न हामी सामु रहेको छ, मुलुक बाहिर कृतिका लेखक लैनसिंह वाङदेन हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक कोन? र पर्खालभित्र र बाहिर कृतिका लेखक चाहिँ पारिजात हुन्। म्याग्दी र मुस्ताङमा निर्माण हुने कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको विद्युत उत्पादन क्षमता 180 मेगावाट रहेको छ। मुस्ताङको थसाङ गाउँपालिकाको धासा नजिकै बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नजिकै विद्युत गृह निर्माण गरिने यस आयोजनाले जग्गा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका कार्य सकेर पूर्वाधार निर्माणको तयारी गरेको छ। प्रश्न नम्बर 4 रहेको छ, 14औं दक्षिण एसियाली खेलकुद अर्थात् सागको आयोजना कहिले गर्ने निर्णय भएको छ? 14औं सन् 2026 जनवरी 23 देखि 31 पाकिस्तानमा तेस्रो पटक साग खेलकुद हुन लागेको हो। अर्को प्रश्न छ, बाल अदालत कहिलेदेखि सञ्चालन हुने भएको छ? र यसको सही जवाब हो विक्रम सम्वत 2082 वैशाख 2 गतेबाट बाल अदालत सञ्चालन हुने भएको छ। प्रश्न नम्बर 6, मध्य चमेलिया जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? सही जवाब हो 28.30 मेगावाट। दार्चुलाको मारवा गाउँपालिका 2 मा सो आयोजना निर्माण हुने भएको छ र यो सो आयोजना चाहिँ विक्रम सम्वत 2081 फागुन 10 मा शिलान्यास गरिएको थियो। प्रश्न नम्बर 7, प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारको ऊर्जाको स्रोत हुन्? अनवीकरणीय ऊर्जाका स्रोत हुन्। नेपालको कुन ठाउँलाई माटोको सहरको रूपमा चिनिन्छ? लोमाङथाङ, मुस्ताङ। प्रश्न नम्बर 9, ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ? जर्मनीको बर्लिनमा रहेको छ। नेपालमा कागज पत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो? विक्रम सम्वत 1961 माघसम्म कायम थियो। प्रश्न नम्बर 11, नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ? भण्डारखाल पर्वलाई बस्नेत पर्व पनि भनिने गरिन्छ। द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेका थिए? एकराज शमशेर र ब्रह्म शमशेरले गरेका थिए। जयतु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको थियो? विक्रम सम्वत 2004 असार 1 गते जयतु संस्कृतम आन्दोलनको प्रारम्भ भएको थियो। संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीहरूले सरकार समक्ष विभिन्न माग राखी सो आन्दोलन प्रारम्भ गरेका थिए। प्रश्न नम्बर 14, कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ? पदार्थको परिमाणलाई चाहिँ पिण्ड भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 15 रहेको छ, बीबीसीले कहिलेदेखि नेपाली भाषामा कार्यक्रम प्रसारण सुरु गरेको हो? र यसको जवाब हो सन् 1967 जुन 7 तारिकदेखि बीबीसीले नेपाली भाषामा कार्यक्रम प्रसारण सुरु गरेको थियो। पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा परे नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ? यसलाई उत्परिवर्तन भनिन्छ। उत्परिवर्तन भनिन्छ। एउटै जातिका सजीवहरूको बीचमा देखा पर्ने असमानतालाई चाहिँ परिवृत्ति भनिन्छ। अर्थात् मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नतालाई परिवृत्ति भनिन्छ। अब प्रश्न नम्बर 17 तर्फ लागौँ। नेपालमा पहिलो विद्युतीय राजधानी कसलाई प्रदान गरियो? सत्यमोहन जोशी। विक्रम सम्वत 2078 मङ्सिर 1 गते। विक्रम सम्वत 2078 मङ्सिर 1 गते। नेपालमा राजधानीको सुरुवात गर्ने व्यक्ति भीमसेन थापा हुन्। नेपालमा हस्तलिखित राजधानीको सुरुवात भने विक्रम सम्वत 2019 मङ्सिर 4 बाट भएको हो।
त्यसैगरी एमआरपी को सुरुवात चाहिँ 2067 पुस 11 बाट भएको हो र एमआरपी प्राप्त गर्ने पहिलो व्यक्ति चाहिँ रामवरण यादव हुन्। पैसा एउटा अत्यन्त खराब मालिक तर निकै असल नोकर हो भन्ने भनाइ कसको हो? सो भनाइ फ्रान्सिस बेकन को रहेको छ। उनी अंग्रेजी दार्शनिक हुन्। युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो? विक्रम सम्वत 2002 जनवरी 1 देखि युरो मुद्रालाई प्रचलनमा ल्याइएको हो। प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रमलाई के भनिन्छ? अपरेसन नाइटिङ्गेल भनिन्छ। किरात संग्रहालय कहाँ रहेको छ? खोटाङको हलेसीमा किरात संग्रहालय रहेको छ। नेपालको कुन ठाउँमा ठिमा प्रथा रहेको छ? हुम्ला जिल्लाको पनि खास गरी नामखा गाउँपालिकाको लिमी भन्ने ठाउँमा यो प्रथा रहेको छ। अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा माइती पक्षले नै सबै व्यवस्था गरिराख्नुपर्ने अनौठो प्रथा नै ठिमा प्रथा हो। त्यसैगरी ठिमा प्रथामा जन्मिएको बच्चालाई पुताम्बा भनिन्छ। त्यस्तै बच्चालाई 18 वर्ष उमेर नपुग्दासम्म एक तह कमको दर्जामा राख्ने र 18 वर्ष पुगेपछि सो दर्जा हट्ने परिपाटी यो प्रथामा रहेको छ। नेपाल विश्व पर्यटन संगठनको सदस्य कहिले बनेको? सन् 1975। विश्व पर्यटन संगठनको स्थापना सन् 1975 जनवरी 2 मा भएको हो। यसको प्रधान कार्यालय स्पेनको मैड्रिडमा रहेको छ। प्रश्न नम्बर 24। नर्सिङ व्यवस्थालाई सुधार्न आफ्नो जीवन समर्पण गरेकी फ्लोरेन्स नाइटिङ्गेलको जन्म कहिले भएको थियो? सन् 1820 मे 12 मा इटलीमा उनको जन्म भएको थियो। आधुनिक नर्सिङकी जन्मदाता मानिने फ्लोरेन्स आफ्ना बुबा आमाको चाहना विपरीत मानव सेवामा नर्स बनेकी थिइन्। दया र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई लेडी विथ ल्याम्प भनेर पनि चिनिन्छ। फ्लोरेन्स नाइटिङ्गेलको जन्म 1820 मे 12 मा भएको थियो भने यिनको मृत्यु 1910 अगस्त 13 मा भएको थियो। आयुर्वेद कुन वेदको उपवेद हो? आयुर्वेद अथर्ववेदको उपवेद हो। विश्वकै प्राचीन चिकित्सा विज्ञान आयुर्वेद ईसापूर्व 3000 देखि 50,000 वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ। आयुर्वेद उपचार विधि मात्र नभएर मानव जीवनका खानपिन आहार विहारलाई निर्दिष्ट गर्ने विज्ञान हो जसले मानवको शरीर मन र आत्मालाई स्वस्थ र सन्तुलन राख्न जोड दिन्छ। प्रश्न नम्बर 26। ब्लड मनी भनेको के हो? मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउने गरी दुवै पक्षको हित गर्न गरिने रकमको आदान प्रदानलाई नै ब्लड मनी भनिन्छ। लदी पूजा कुन जातिमा प्रचलित छ? यो माझी जातिमा प्रचलित छ भने लदी पूजा हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार मनाउने गरिन्छ। प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चरखा प्रचारक नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन्? भीम शमशेर हुन्। सङ्की राजा भनी श्रीपाद सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी श्रीपाद राजेन्द्रलाई चिनिन्छ। प्रश्न नम्बर 30। हराएको वस्तु पाए बापत दिइने पुरस्कारलाई के भनिन्छ? पलौनी भनिन्छ। ध्यान दिनुहोस्, पलौनी। हराएको वस्तु पाए बापत दिइने पुरस्कारलाई पलौनी भनिन्छ। प्रश्न नम्बर 31। विश्वकै ठुलो संस्कृत नेपाली शब्दकोश कसले निर्माण गरेका हुन्? स्वामी केशवानन्द गिरीले निर्माण गरेका हुन्। नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन्? मोहन कोइराला। हाइपर इन्फ्लेसन भन्नाले के बुझिन्छ? हाइपर इन्फ्लेसन भन्नाले अत्याधिक मुद्रास्फीति भन्ने बुझिन्छ। फ्रम थर्ड वर्ल्ड टु फर्स्ट नामक कृतिका लेखक को हुन्? ली क्वान यू हुन्। र यी प्रश्नहरूको प्रस्तुतकर्ता टङ्क केसी थिए। उहाँलाई धेरै धेरै धन्यवाद दिउँ। र साथीहरू, हाम्रो यस युट्युब च्यानलमा यहाँहरू नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। यस्तै भिडियो मन पराउनुहुन्छ, यस्ता भिडियो हेर्न रुचाउनुहुन्छ भने र अन्य लोकसेवा तथा शिक्षक सेवा सम्बन्धी र विभिन्न प्रतिस्पर्धात्मक परीक्षा सम्बन्धी भिडियो हेर्न रुचाउनुहुन्छ भने डिस्क्रिप्सनमा हामीले लिङ्क राखिदिएका छौँ, त्यहाँ गएर क्लिक गरेर हेर्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला। केही सल्लाह सुझाव भए कमेन्टमा लेख्नुहोला। साथै भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेखिदिनु अनुरोध छ। भिडियोलाई लाइक र सेयर गरी ज्ञान बाँड्न नभुलौँ। हवस् त, धन्यवाद।